बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाहि रब्बिल आलमीन वल आक़िबतु लिल मुत्तक़ीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबिया'i वल मुरसलीन नबिय्यिना मुहम्मद व अला आलिहि व सहबिहि अजमईन व मन तबिअहुम बि इहसानिन इला यौमिद्दीन अम्मा बाद। क़ाल अल्लाहु तआला फ़िल क़ुरआनिल करीम अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम इन्ना अअतैनाकल कौसर फसल्लि लिरब्बिका वन्हर इन्न शानिअका हुवल अब्तर। आदरणीय दर्शकवृन्द, प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुह। आज म जुन विषय लिएर तपाईँ माझ केही दुई शब्द भन्न गइरहेको छु, आजको मेरो बोलीको विषय हो कुर्बानीका नियमहरू। कुर्बानीका नियमहरू। कुर्बानी अल्लाहको लागि जनावरलाई बद्ध गर्नु, अल्लाहको लागि जनावरलाई काट्नु, विशेष दिनमा र विशेष समयमा जसलाई कुर्बानी भनिन्छ। जनावरको बलि दिनु, बध दिने क्रमलाई चाहिँ कुर्बानी भनिन्छ। आदरणीय दर्शकवृन्द, कुर्बानीको धेरै महत्त्व रहेको छ र यो अल्लाहलाई प्रसन्न पार्ने महत्त्वपूर्ण उपासना र इबादतहरूमध्ये एउटा इबादत र उपासना हो। जनावरलाई अल्लाहको लागि अल्लाहले दिएका आदेश अनुसार जनावरलाई बद्ध गर्नु र जबह गर्नु, यो एउटा यस्तो उपासना हो जुन प्राय हरेक समुदायमा पाइन्छ कि तर इस्लाममा जुन कुर्बानी छ, यो कुर्बानी मात्र अल्लाहको लागि हुनुपर्छ र यो विशेष दिनमा हाजीहरूले हज्जका आफ्ना क्रमलाई सम्पन्न पार्नको लागि केही विशेष अवस्था अर्थात् केही विशेष किसिमहरू जुन हज्जका छन्, जस्तै हज्जे किरान र हज्जे तमत्तु, हाजीहरूले चाहिँ कुर्बानी जुन जनावरको बलि दिन्छन्, कुर्बानी गर्छन्, यो चाहिँ हदिय भनिन्छ र गैर हाजीहरूले जुलहिज्जा महिनाको 10औं तारिखमा ईदको नमाज पढेपछि, ईदुल अजहा जसलाई भनिन्छ, ईदुल अजहाको नमाज पढेपछि जुन जनावरको बलि दिन्छन् अल्लाहको लागि, यसलाई कुर्बानी भनिन्छ। यसको श्रेष्ठता अल्लाहले जुन भन्नुभएको छ कि फसल्लि लिरब्बिका वन्हर, कि हे पैगम्बर, हे नबी सल्लल्लाहु अलैहि वसल्लम, आफ्नो रबको लागि नमाज पढ्नुहोस्, वन्हर र कुर्बानी गर्नुहोस्। कतिपय धर्मविद्हरू र कुरानविद्हरूले, कुरान व्याख्याकारहरूले चाहिँ यसको अर्थ भनेका छन् कि यहाँ चाहिँ जुन नमाज पढ्नुको आदेश विशेष रूपले गरिएको छ, यो आदेश चाहिँ अल्लाहको कीर्ति व्यक्त गर्नको लागि, जुन अल्लाहले यो भन्दा अघिको आयतमा कि इन्ना अअतैनाकल कौसर भन्नुभएको छ कि हे नबी सल्लल्लाहु अलैहि वसल्लम, हामीले तपाईलाई कौसर प्रदान गरेका छौँ, त्यसैको चाहिँ विशेष जुन उपकार अल्लाहले प्रदान गर्नुभएको छ, कौसर तलाउ जुन महाप्रलयको दिन, क्यामतको दिन अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमलाई अल्लाहले प्रदान गर्नुहुनेछ, जसबाट आफ्ना अनुयायीलाई अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले पानी खुवाउनु हुनेछ, पानी पियाउनु हुनेछ। त्यो दिएपछि अल्लाहले भन्नुभयो कि अनि यसको कृपा, अल्लाहको यो ठुलो कृपा अनुकम्पाको लागि चाहिँ नमाज पढ्नुस् र कुर्बानी गर्नुस्। र यो नमाज पढ्नु, ईदको नमाज, ईदुल अजहाको नमाज र यसै गरी कुर्बानी त्यसपछि गर्नु भनेर हदिसविद र धर्मविदहरूले कतिपयले भनेका छन्। आदरणीय दर्शकवृन्द, भन्नाले यो एक प्रकारको आदेश कीर्ति व्यक्त गर्नको लागि अल्लाहले नबी सल्लल्लाहु अलैहि वसल्लमलाई दिनुभएको आदेश हो र हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लमले पनि यो यस्तो इबादत, यस्तो उपासना कि प्रत्येक वर्ष नबी सल्लल्लाहु अलैहि वसल्लमले कुर्बानी गर्नुभएको छ। जस्तो कि अनस रदियल्लाहु ताला अन्हुको हदिस छ, उहाँले भन्नुहुन्छ कि ज़हा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बिकब्शैनि अमलहैनि अक़रनैन, अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले दुईवटा दुम्बालाई, अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले चाहिँ मोटो भएको र राम्रो खालको सुन्दर देखा पर्ने त्यो जनावरलाई, दुम्बालाई अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले कुर्बानी गर्नुभयो। भन्नुहुन्छ फेरि कि वराअइतहु यज़बहुहुमा बियदिही, अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले कुर्बानी गर्दा स्वयं आफ्नै हातले त्यसको बद्ध गर्नुभयो, त्यो दुवै जनावरलाई आफै कुर्बानी गर्नुभयो, आफै काट्नुभयो।
फेरि भन्नुहुन्छ कि काट्ने विधिमा अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले कुन तरिकाले त अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले त्यो जनावरलाई सुताएर भुइँमा अनि त्यसको काखी पट्टीमा चाहिँ आफ्नो खुट्टा राखेर नबी सल्लल्लाहु अलैहि वसल्लम ताकि त्यसलाई छटपटाउन् र त्यसलाई गाह्रो नहोस् न छटपटाओस्। त्यसले गर्दा नबी सल्लल्लाहु अलैहि वसल्लमले सुन्दर तरिकाले त्यस जनावरको कुर्बानी गर्नुभयो। फेरि भन्नुहुन्छ कि जब सुताइदिनु भयो अनि लुटाएर नबी सल्लल्लाहु अलैहि वसल्लमले बिस्मिल्लाह अल्लाहु अक्बर भनेर कुर्बानी गर्नुभयो। बुखारी र मुस्लिमको हदीस हो। योले यो स्पष्ट हुन्छ कि हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लमको कर्म अल्लाहको एक प्रकारको आदेश उहाँलाई कुर्बानी गर्ने र यसै प्रकार स्वयं नबी सल्लल्लाहु अलैहि वसल्लमले सधैँ चाहिँ कुर्बानी गर्नुभएको छ। योले यो स्पष्ट हुन्छ कि यो कुर्बानी एउटा महत्त्वपूर्ण इबादत र उपासना हो र यस कुर्बानी गर्नुको आदेश सामान्य मुस्लिमहरूको लागि यसमा भनिएको छ कि यो चाहिँ सुन्नत मुअक्कदा हो, किनकि हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लमले अल्लाहको आदेश पश्चात योलाई कहिले पनि छोड्नु भएको छैन, सधैँ गर्नु भएको छ। जस्तो कि अबू हुरैरा सधैँ गर्नु भएको छ, जस्तो कि अनस रदियल्लाहु ताआला अन्हुको हदीसमा बित्यो। अबू हुरैरा रदियल्लाहु ताआला अन्हुले भन्नुहुन्छ कि जसले अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, उहाँले भन्नुहुन्छ कि अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो मन कान लहु साअतन वलम युदहि फला यक़रबन्न मुसल्लाना, जोसँग क्षमता भए पनि कुर्बानी गर्दैन कंजुस्याई गरेर भने फला यक़रबन्न मुसल्लाना, यस्तो कंजुस व्यक्तिलाई जसलाई अल्लाहले शक्ति प्रदान गर्नुभएको छ, आर्थिक रूपले त्यसलाई चाहिँ बलियो बनाउनु भएको छ, क्षमता प्रदान गर्नुभएको छ, त्यसले जनावरको कुर्बानी गर्न सक्छ, तर पनि यदि गर्दैन भने त्यसलाई हाम्रो ईदगाहमा ईदको नमाज पढ्नको लागि आउनु पर्दैन। भन्नाले एक प्रकारको यो धम्की अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले दिनुभएको छ। त्यसैले कतिपय धर्मविदहरूले भनेका छन् कि क्षमता भएको अवस्थामा यो अनिवार्य हो, वाजिब हो, कतिपय धर्मविदहरूले। तर अधिकांश धर्मविदहरू यसैपट्टि गएका छन् कि कुर्बानी गर्नु यो चाहिँ सुन्नत मुअक्कदा हो। आदरणीय दर्शकवृन्द, यो हदीस इब्ने माजाको हदीस हो। अल्लामा अल्बानीले यसलाई हसन पनि भन्नुभएको छ र अल जामिउस सहीमा उहाँले चाहिँ यस हदीसलाई सही पनि भन्नुभएको छ। यस हदीसको तात्पर्य र यस हदीसको अर्थ यो कदापि होइन कि जसले कुर्बानीको क्षमता भए पनि शक्ति भए पनि कुर्बानी गर्दैन कंजुस्याई गरेर भने त्यसलाई ईदको नमाज पढ्नु नै सही हुँदैन, होइन, यस्तो होइन। बरु त्यसको लागि एउटा यो धिक्करित शब्द हो र धिक्कार हो यस्तो व्यक्तिको लागि कि दुनियाँको लोभ लालचले गर्दा त्यो यति महत्त्वपूर्ण उपासना गर्दैन। तनि यस्तै व्यक्तिको बारेमा अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लम भन्नुभयो कि त्यसले समाजमा आएर सामूहिक रूपले नमाज पढ्नुले के फाइदा, जसले यति कंजुस्याई गर्छ कि अल्लाहको लागि एउटा जनावरको कुर्बानी गर्दैन, जुन एउटा महत्त्वपूर्ण इबादत र उपासना हो। आदरणीय दर्शकवृन्द, त्यो कुर्बानी वा हाजीहरूले जनावर कुर्बानी गर्ने जसलाई हदिया भनिन्छ वा सामान्य गैर हाजीहरूले चाहिँ जुन जनावरको बलि र कुर्बानी दिन्छन् त्यसका केही विशेषताहरू र त्यसका केही विशिष्ट चाहिँ विशेषताहरू हुनुपर्छ र त्यो विशेषताहरू के हुन् भने योलाई दुईवटा शर्तमा आधारित गरिएको छ, अर्थात् दुई शर्त त्यसमा हुनुपर्छ त्यो जनावर जुन कुर्बानी गर्ने वा हदिया गर्नलाई तयार पारिएको छ। पहिलो शर्त जुन हदीसमा आएको छ कि यो चारवटा ऐब र कमी त्रुटिबाट त्यो जनावर चोखो हुनुपर्छ, अर्थात् यो चारवटै कमी र ऐबहरू त्यो जनावरमा छ भने यस्तो जनावरको कुर्बानी जायज हुँदैन। र ती चारवटै के हुन् आउनुहोस् हदीसमा बरा बिन आजिब रदियल्लाहु ताआला अन्हुको वर्णन हो। भन्नुहुन्छ कि काम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम व यदी अक्सर मिन यदी, अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले उभिनु भयो र उहाँ सल्लल्लाहु अलैहि वसल्लम भन्दाको हात भन्दा मेरो हात चाहिँ अलि छोटो छ भन्नाले नबी सल्लल्लाहु अलैहि वसल्लमले हात उठाएर भन्नुभयो संकेत गर्दै चारवटै अंगुलाले कि अर्बाउन ला तुजी फिल अवाही, कि चार प्रकारका जनावरहरूको कुर्बानी जायज छैन, चार प्रकारका जनावरहरूको कुर्बानी गर्नु जायज छैन। अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लम भन्नुभयो त्यो चारवटै के हुन्। पहिला भन्नुभयो कि यो चारवटा कमी र ऐब जुन जनावरमा छ त्यो चारवटै ऐब मध्ये पहिलो ऐब भन्नुभयो, पहिलो कमी त्रुटि कि अल औरा अल बैयिन औरहा, जनावर जुन चाहिँ एक आँखाले अन्धो छ जसलाई काना भनिन्छ,
त्यो एक आँखाले नदेख्ने मात्र एउटा आँखाले मात्रै देख्ने अनि अन्धो नै छ दुईटै आँखाले भने त्यसको त कदापि हुँदैन, त्यो झन बढी भयो। त्यसले गर्दा त्यो जनावर जुन कुर्बानी वा हदियको लागि बद्ध गरिन्छ, जबह गरिन्छ, कुर्बानी गरिन्छ वा हदिय पेश गरिन्छ भने त्यो जनावर चाहिँ एक आँखको वा दुवै आँखको नदेख्ने खालको हुँदैन। यदि यो कमी छ त्यसमा भने यसको कुर्बानी हुँदैन। वल मरिदा अल बैयिन मर्दुहा, दोस्रो आयब त्यो रोगी जनावर बाख्रा, भेडा वा यस्तै प्रकार गाई वा जुन इस्लाममा जुन कुर्बानी गर्नलाई जायज छ, जसमा सबै सहमत छन्। केही जस्ता भैँसीहरूको विषयमा केही मतभेद छ, तर बाख्रा, ऊँट र गाई यो तीनवटैमा सबै सहमत छन्, किनकि यो नबी सल्लल्लाहु अलैहि बाट र सहाबाहरूबाट प्रमाणित छ, उहाँहरूले गरेका छन्। भन्नुहुन्छ कि दोस्रो जुन कि त्यो जनावर चाहिँ कुर्बानीको जनावर रोगी हुनु हुँदैन। यदि रोगी जनावर छ भने यसको कुर्बानी स्वीकार हुँदैन, जायज हुँदैन। तेस्रो भन्नुभयो कि अल वल अर्जा अल बैयिन दलउहा, अपाङ्ग जनावर अर्थात् एउटा खुट्टाले अलिकति हच्किएर चाहिँ हिँड्ने जनावर जुन स्पष्ट देखा पर्छ, यो सबै कमी स्पष्ट देखा पर्नु पर्छ। यदि स्पष्ट यो रोग उसको स्पष्ट छ, एउटा चाहिँ आँखा छैन भन्ने कुरा पनि स्पष्ट देखा पर्छ, सबैले बुझ्छन् र देखिन्छ। यसै प्रकार त्यो जनावर जसको जुन चाहिँ हिँड्दाखेरि उसले एउटा खुट्टाले हच्किएर हिँड्छ अर्थात् अपाङ्ग छ भने यस्तो जनावरको कुर्बानी हुँदैन। र चौथो जुन अयब त्यो जनावरमा हुँदैन त्यो हो चाहिँ वल कसीरा अल्लती ला तुनकी, दुब्लो पतलो कमजोर हाडमा चाहिँ मासु नै नभएको जनावर। यस्तो कमजोर जनावर र दुब्लो पातलो जनावरलाई कुर्बानी गर्नु जायज छैन, जसलाई कुनै महत्व हुँदैन। आदरणीय दर्शकवृन्द, यो चारवटै कुरा भनेपछि अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लम भन्नुभयो, भन्नाले पहिलो शर्त यो हो कि यो चारवटै कमीबाट त्यो जनावर चोखो हुनुपर्छ, अर्थात् यो चारवटै कमी त्यो जनावरमा हुँदैन। यदि कुनै एउटा छ भने त्यो जनावरको कुर्बानी जायज छैन। बरा बिन आजिब रदियल्लाहु अन्हुसँग चाहिँ जुन उबैद बिन फैरोज ताबईले जसले चाहिँ यो वर्णन गर्नुभएको छ, उहाँले भन्नुहुन्छ कि मैले भने कि उहाँलाई बरा बिन आजिब रदियल्लाहु ताआला अन्हुले जब यो हदीस भन्नुभयो त मैले भने कि मलाई त यो पनि नराम्रो लाग्छ कि त्यसको सिङमा पनि केही कमी होस्, कमजोरी होस्, वा यसै प्रकार उनको त्यो जनावरको कानमा कुनै कमजोरी छ भने भाँचिएको छ, काटिएको छ भने मेरो हिसाबले उहाँले भन्नुहुन्छ कि मेरो हिसाबले यस्तो जनावरको पनि कुर्बानी गर्नु हुँदैन। त सहाबी बरा बिन आजिब रदियल्लाहु ताआला अन्हुले भन्नुभयो कि हेर्नुस्, मा करे त फदअहु, जुन तपाईलाई नराम्रो लाग्छ, अप्रिय ठान्नुहुन्छ त्यसलाई छोडिदिनुस्, नगर्नुस्। वला तुहर्रिमहु अला अहद, तर सबैको लागि तपाईले कसैको लागि यो हराम हो र निषेध हो यस्तो गर्नु, यो जनावरमा को सिङ भाँचेको छ भन्ने यसको कुर्बानी नै हुँदैन भनेर नभन्नुस्। अरूको लागि कसैको लागि योलाई निषेध नगर्नुस् भनेर भन्नुभयो बरा बिन आजिब रदियल्लाहु ताआला अन्हुले। इब्ने माजाको यो हदीस नम्बर 3144 र अल्लामा अलबानीले यस हदीसलाई सही पनि भन्नुभएको छ। आदरणीय दर्शकवृन्द, दोस्रो शर्त, यो पहिलो शर्त हो कि त्यो जनावर, कुर्बानीको जनावर यी कमी कमजोरी र अयबहरूबाट पवित्र हुनुपर्छ। दोस्रो शर्त यो हो कि त्यो दाँत झारेको, दुधको दाँत जुन हुन्छ त्यो दुधको दाँत झारेको हुनुपर्छ, नयाँ दाँत आएको हुनुपर्छ। यसको विषयमा यो शर्त जाबिर रदियल्लाहु ताआला अन्हुको हदीसले यो प्रमाणित हुन्छ, जुन जाबिर रदियल्लाहु ताआला अन्हुको वर्णन हो। भन्नुहुन्छ कि अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, ला तज़बहु इल्ला मुसिन्ना, कुर्बानीको लागि वा हदियको लागि मुसिन्ना जनावर मात्रै बद्ध गर्नु र जबह गर्नु। इल्ला अन यासुरा अलैकुम, मुसिन्ना भनेको यसमा अलिकति मतभेद छ, तर सही कुरा जुन छ अधिकांश धर्मविद्हरूले भने अनुसार मुसिन्ना भनेको त्यो जनावर जसले आफ्नो दाँत चाहिँ दुधको दाँत झारेर नयाँ दाँत जसको आइपुगेको हुन्छ, निस्केको हुन्छ। फेरि भन्नुभयो नबी सल्लल्लाहु अलैहि वसल्लम, इल्ला अन यासुरा अलैकुम, तर यदि दाँत झारेको जनावर यदि पाउन
तिमीहरूलाई गाह्रो हुन्छ भने, यस्तो अवस्था छ वा त्यो गर्न सकिन्न भने फतजबहु जज़अतम मिन अद्दान, त भेडाको 1 साल पुग्न लागेको जनावर पनि कुर्बानी गर्न सकिन्छ। सही मुस्लिमको यो हदिस हो। योले यो स्पष्ट हुन्छ कि मुसिन्ना अर्थात दाँत झारेकै जनावर चाहिँ कुर्बानी गर्नु यो उत्तम र यो नै सही हो। यसै प्रकार कुर्बानीको इरादा गर्ने व्यक्तिले चाहिँ जुलहिज्जा महिनाको चन्द्रमा देखा परेपछि अर्थात जुलहिज्जा महिनाको सुरुवात भइसकेपछि आफ्नो कपाल र नह काट्नु हुँदैन, रोकिराख्नु पर्छ। तर ध्यानमा यो कुरा रहोस् कि जसले कुर्बानीको लगानी गरेको छ, जनावर किनेको छ वा जनावर घरमा पालेको छ, त्यसले चाहिँ जसले कुर्बानीको जनावर पेश गरिरहेको छ कसको तर्फबाट गरिरहेको छ यहाँ यो कुरो छैन। कसैको तर्फबाट गर्दा पनि यो गर्नेवालाले चाहिँ यो आफ्नो कपाल र नह रोकिराख्नु पर्छ। जसको तर्फबाट गरिन्छ वा योले गरिरहेको छ त्यसलाई यो नियम छैन कि त्यसले आफ्नो कपाल र नह रोकिराख्यो। जस्तै छोराले बुवाको नाममा गरिरहेको छ भने छोरा जनावर छोराको हो, पैसाले किनेको छ वा घरमा पालेको छ। अब छोराले बुवाको नामले गरिरहेको छ भने बुवाले आफ्नो कपाल र नह रोक्नु हुँदैन, बरु छोराले जसले गरिरहेको छ बुवाको तर्फबाट यो छोराले गर्नेवालाले चाहिँ आफ्नो नह र कपाल कुर्बानी नगर्नेसम्म रोकिराख्नु पर्छ। यसको विषयमा हदिस अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लम भन्नुभयो कि इजा रअयतुम हिलाल जिलहिज्जा व अरादा अहदुकुम अन युदहि फलयुमसिक अन शअरिही व अज़फारिही, जब तिमी मध्ये कसैले कुर्बानीको इरादा गरेको छ भने उसले अनि कुर्बानीको इरादा गरेको छ र जुलहिज्जा महिनाको सुरुवात भइसक्यो, चन्द्रमा देखिसक्यो भने फलयुमसिक अन शअरिही व अज़फारिही, अनि उसलाई चाहियो कि उसले चाहिँ के गर्नुपर्छ, आफ्नो कपाल र आफ्नो नहलाई रोकिराख्नु पर्छ अर्थात काट्नु हुँदैन, कुर्बानी नगर्नु जेलसम्म। सही मुस्लिमको यो हदिस हो। आदरणीय दर्शकवृन्द, यसै प्रकार एउटा अरू महत्त्वपूर्ण कुरा कि कुर्बानीको समय कहाँदेखि सुरु हुन्छ कहाँ गएर समाप्त हुन्छ भन्दाखेरि यो कुर्बानी यौमुन नहर अर्थात जुलहिज्जाको 10 तारिक ईदको नमाज पढेपछि कुर्बानी गर्नु पर्छ र त्यहाँदेखि सुरु हुन्छ यौमुन नहर कुर्बानीको दिन 10 तारिकमा, त्यसपछि 3 दिन अय्यामे तशरीकका दिनहरूमा पनि कुर्बानी गर्न सकिन्छ। यस प्रकार 4 दिनसम्म कुर्बानी गर्न जायज छ। पहिलो दिन यौमुन नहर 10 तारिकको, फेरि 11 जुलहिज्जाको, 12 जुलहिज्जाको र 13 जुलहिज्जाको, यो 4 दिन कुर्बानीका दिनहरू हुन्। कतिपयले 3 दिन मात्रै भन्छन्, तर सही कुरा यो हो कि यौमुन नहर बाहेक 3 दिन अझै अर्थात जुन प्रकार हाजीहरूको लागि आदेश छ त्यही आदेश सामान्य सबैको लागि हो। र बरा बिन आजिब रज़ियल्लाहु ताला अन्हुकै हदिस हो, उहाँले भन्नुहुन्छ कि अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले ईदको दिन हामीलाई कुर्बानीकै दिन अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले हामीलाई प्रवचन दिनुभयो, खुतबा दिनुभयो, त भन्नुभयो इन्न अव्वल मा नब्दअ बिही फी यौमिना हाजा अन नुसल्लिय थुम्मा नर्जिअ फननहर, कुर्बानी ईदको नमाज पढेपछि गर्नुपर्छ, त्योभन्दा पहिले गरियो भने कुर्बानी जायज हुँदैन। आउनुहोस् यो हदिसको प्रकाशमा यो कुरा स्पष्ट हुनेछ कि अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो कि आजको यस दिन ईदको दिनमा कुर्बानीको दिनमा हामीले सबैभन्दा पहिले गर्नुपर्ने काम चाहिँ के हो, नमाज, ईदको नमाज पढ्ने, अनि सुम्मा नर्जा फेरि हामी फर्किन्छौँ, फननहर र कुर्बानी गर्छौँ। ईदको नमाज पढेपछि हामीले कुर्बानी गर्छौँ। फमन फअल जालिक फकद असाब सुन्नतना, जसले यस्तो गर्यो त्यसले चाहिँ हाम्रो सुन्नतलाई पायो अर्थात सुन्नत बमोजिम गर्यो। वमन ज़बह क़ब्ल अन युसल्ली, र जसले ईदको नमाज भन्दा अघि नै कुर्बानीको जनावर जबह गर्यो अर्थात कुर्बानी गर्यो, फइन्नमा हुवा लहमुन अज्जलहु लिअहलिही लैस मिनन नुसुक फी शैइन, भन्नुभयो कि त्यसले मात्र यस्तो जनावर हुन्छ कि जसलाई उसले काटेको छ, जबह गरेको छ आफ्नो घर परिवारलाई मासु खुवाउनको लागि, मात्र यो यस्तो मासु हो, कुर्बानी हुँदैन। लैस मिनन नुसुक फी शै, यसमा कुर्बानीको कुनै पुण्यलाई प्राप्त हुँदैन जसले ईदको नमाज भन्दा अघि गर्यो। फकाम खाली, बरा बिन आजिब रज़ियल्लाहु ताला अन्हुले भन्नुहुन्छ कि अनि यसो भन्दाखेरि नबी सल्लल्लाहु अलैहि वसल्लम जब यो भन्नुभयो, मेरो मामा चाहिँ अबू बुर्दा, मेरो मामा अबू बुर्दा उभिनु भयो र भन्नुभयो या रसूलल्लाह इन्नी अना ज़बहतु क़ब्ल अन उसल्ली, मैले त ईदको नमाज भन्दा अघि नै मैले कुर्बानीको जनावर जबह गर्दिएँ हैन।
व इन्दी जज़आ खैरु मिन मुसिन्ना। अब थाहा भयो कि नबी सल्लल्लाहु अलैहि वसल्लम भन्नुभयो कि ईदको नमाज भन्दा अघि गर्यो भने कुर्बानी नै हुँदैन। अब मैले के गर्ने अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लम, मसँग एउटा त्यो भन्दा राम्रो जज़आ छ, जसलाई 1 वर्ष पुग्न लागेको छ, त्यो चाहिँ मुसिन्ना अर्थात दाँत झारेको जनावर भन्दा राम्रो छ यो। त अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो कि इजअलहा मकानहा, ठिकै छ, तपाईलाई थाहा थिएन अनि त्यसको सट्टामा यो जनावरलाई कुर्बानी आज गरिहाल्नुस्। औ काला इजबाहा वलन तजजी जज़अतुन अन अहदिन बादक, वा यो भन्नुभयो नबी सल्लल्लाहु अलैहि वसल्लमले, यो थप्दै भन्नुभयो कि ल ठिक छ आज त गरिहाल्नुस्, तर याद राख्नुस् तपाईँ बाहेक तपाईँ पछि अरू कसैको लागि जज़ा कुर्बानीमा गर्नु जायज हुँदैन। जुन जनावरले दाँत झारेकै छैन, 1 वर्ष पुग्न लागेको छ, दाँत झारेकै छैन, त्यसको कुर्बानी हुँदैन। तपाईको लागि मात्र, किनकि तपाईलाई थाहा थिएन, त्यसले गर्दा त्यसको ठाउँमा जबह गरिहाल्नुस्। सही मुस्लिमको यो हदीस हो। आदरणीय दर्शकवृन्द, अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो कि मन काना ज़बह उज़ियतहु क़ब्ल अन युसल्ली औ नुसल्ली फलयज़बह मकानहा उखरा व मन काना लम यज़बह फलयज़बह बिस्मिल्लाह। अल्लाहको नाम लिएर जबह गरोस् भन्नुभयो कि जसले चाहिँ आफ्नो नमाज, ईदको नमाज भन्दा अघि नै जसले आफ्नो जनावरको कुर्बानी गरिहालेको छ, त्यसले गरिहाल्यो, तर अब उसको ठाउँमा अर्को जनावर कुर्बानी दिनुपर्छ, र जसले जबह गरेको छैन त्यसले अब ईदको नमाज पढेर गएपछि कुर्बानी गरोस्, अल्लाहको नाम लिएर जबह गरोस्। सही मुस्लिमको यो हदीस हो। भन्नाले समय 4 दिन ईदको नमाज पढेपछिबाट सुरु हुन्छ, अघि कसैले गर्यो भने कुर्बानी मान्ने हुँदैन। र यसै प्रकार जबह गर्दाखेरि, जनावर कुर्बानी गर्दाखेरि दुआ जुन पढिन्छ, यस विषयमा बरा बिन आजिब रदियल्लाहु ताला अन्हुको भनाइ यो भन्नुहुन्छ कि मैले अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमलाई खुतबा दिँदै गरेको, प्रवचन दिँदै गरेको मैले सुनेको छु कि अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, इन्ना अव्वल मा नब्दाउ मिन यौमिना औ फी यौमिना हाजा अन नुसल्ली थुम्मा नरजा फननहर फमन फअला फकद असाब सुन्नतना। जुन हदीस, यो हदीसको अर्थ कि अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लम भन्नुभयो कि सबैभन्दा पहिले हामीले आजको दिनमा काम गर्नुपर्ने चाहिँ के हो कि हामी नमाज पढ्नेछौँ, त्यसपछि हामी फेरि फर्किनेछौँ र कुर्बानी गर्नेछौँ। जसले यस्तो गर्यो त्यसले हाम्रो सुन्नतलाई पायो, अर्थात् सुन्नत बमोजिम चाहिँ कुर्बानी उसको स्वीकार भयो। सही बुखारीको हदीस हो। जाबिर रदियल्लाहु ताला अन्हुकै हदीस हो कि अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले ईदको दिन 2 दुम्बालाई कुर्बानी गर्नुभयो, र जब उहाँले कुर्बानी गर्नुभयो, जनावरलाई वध गर्नुभयो, त यो चाहिँ दुआ उहाँले पढ्नुभयो, इन्नी वज्जहतु वज्हिया लिल्लज़ी फतरस समावाति वल अर्द हनीफन वमा काना मिनल हनीफन मुस्लिमन वमा अना मिनल मुश्रिकीन इन्ना सलाती व नुसुकी व महयाया व ममाती लिल्लाहि रब्बिल आलमीन ला शरीका लहु व बिज़ालिका उमिरतु व अना अव्वलुल मुस्लिमीन बिस्मिल्लाहि वल्लाहु अकबर अल्लाहुम्मा मिनका व लका अन मुहम्मद व उम्मती। आदरणीय दर्शकवृन्द, यो दुआ अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले पढ्नुभयो, र जुन चाहिँ अबू दाऊदको हदीस हो, इब्ने माजाको पनि हदीस हो। अल्लामा अल्बानीले चाहिँ यस हदीसलाई अल इरवाउल गलीलमा सही पनि भन्नुभएको छ, र अल्लामा अल्बानीले पहिले यस हदीसलाई जहीफ भन्नुभएको थियो, तर तराजुआत अल्बानीमा यो पाउन सकिन्छ कि यो दुआ पनि पढ्न सकिन्छ, र यो हसन हदीस रहेको छ, र अल्लामा अल्बानीले अर्को ठाउँमा सही पनि भन्नुभएको छ। आदरणीय दर्शकवृन्द, यो दुआ हो। वा त बिस्मिल्लाह गरेर अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लम के भन्नुभयो, बिस्मिल्लाह अल्लाहु अकबर भनेर जबह गर्नुभयो, र दोस्रो उसमा यो दुआ पनि पुरै पढ्न सकिन्छ। इन्नी वज्जहतु वज्हिया लिल्लज़ी फतरस समावाति वल अर्द हनीफा मुस्लिमा वमा अना मिनल मुश्रिकीन इन्ना सलाती व नुसुकी व महयाया व ममाती लिल्लाहि रब्बिल आलमीन ला शरीका लहु व बिज़ालिका उमिरतु व अना अव्वलुल मुस्लिमीन बिस्मिल्लाहि वल्लाहु अकबर अल्लाहुम्मा मिनका व लका अन मुहम्मद व उम्मती। कि यसको अर्थ यो हो कि बिस्मिल्लाह अल्लाहको नामबाट, वल्लाहु अकबर जुन अल्लाह महान हुनुहुन्छ, हे अल्लाह यो तपाईले नै दिएको कुरा हो, यो तपाईकै तर्फबाट यो हो, र तपाईकै लागि हो, मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको तर्फबाट र उहाँको उम्मत अर्थात् अनुयायीहरूको तर्फबाट। अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले पराय कुर्बानी गर्दा एउटा आफ्नो र आफ्ना उम्मतीहरूका लागि को तर्फबाट गर्नुहुन्थ्यो, र दोस्रो चाहिँ प्राय वहाँ आफ्नो र आफ्नो घर परिवारको तर्फबाट गर्नुहुन्थ्यो। भन्नाले सुन्नत यो हो, सही तरिका यो हो कि कुर्बानीको जानवर घरमुलीले आफ्नो तर्फबाट गर्ने अनि आफ्नो सबै घर परिवारलाई पनि त्यसमा नियतमा सामेल गर्ने। अल्लाहुम्मा जस्तै भन्ने कि बिस्मिल्लाहि वल्लाहु अकबर अल्लाहुम्मा मिनका
वलका अन फुलान आफ्नो नाम लिने वा अन अहलिही वा अन अहली बैती भनेर भन्न सकिन्छ। अल्लाहसँग प्रार्थना छ, अल्लाह हामी सबैलाई यो महत्त्वपूर्ण इबादतलाई राम्रो ढङ्गले निस्वार्थताको साथ शुद्ध मनले अल्लाहको लागि गर्ने अल्लाह तौफिक दिउन् र कुर्बानी सबैका कुर्बानीहरूलाई कबुल गरून्। आमीन। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु व जजाकुमुल्लाहु खैरन।